यो भिडियो देख्न सक्नुहुन्छ, हेर्नु होला। यो भिडियो हो तपाईको यो होसकास मेट्रो स्टेसन। यो पर्छ दिल्लीमा है। दिल्लीमा पब्लिक हेर्नु न कति धेरै हो पब्लिक। अब म अहिले खास जाँदै थिएँ कि नोइडा जाँदा अब म येल्लो लाइनबाट यहाँ जानुपर्छ, चेन्ज गर्नुपर्छ येल्लो लाइनबाट हजुर पिङ्क लाइनमा। यो पिङ्क लाइन यो हेर्नु, यो दृष्टि हेर्नु होला कस्तो छ। यो 100 कमेन्ट गरेर बताउनु होला है त। यो मेट्रो स्टेसन यो अन्डरग्राउन्डमा हिँड्छ, माथिबाट अन्डरग्राउन्ड। यो येल्लो लाइनबाट हजुरको पिङ्क लाइनमा जाने बाटो है। त्यो देखाएको नि यो हेर्नु। यो म बाहिर निक्लेँ, अब अन्डरग्राउन्डबाट म माथि निक्लेँ है, बाहिर सुरुङबाट म बाहिर निक्लेँ। यसको यो दृष्टि हेर्नु होला राम्रोसँग कस्तो के लाग्छ। यसो कमेन्ट बक्समा छोडिदिनु होला। यसरी होइन भिडियो बनाउनु यसरी बनाउनु पर्छ भनेर। यो हेर्नु, यो जामिया भन्ने ठाउँ हो। यो स्टेसन आइसकेको छ। एकछिन यो रोक्छ हजुरले हेर्नु। यो दृष्टि हेर्नु त यो कस्तो छ। यो हेर्नु होला, यो हेर्नु, यो दृष्टि हेर्नु होला राम्रोसँग कस्तो के छ। अब यो आउँछ मलाई त अहिले त बम्बईतिर हाम्रो यो वासी साइडको ट्यापको त्यस्तो लाग्यो। यो ब्रिज हेर्नु कति अल्को छ कि तलबाट त भयङ्कर अल्को छ यो ब्रिज। अब राम्रोसँग त्यहीँ गएर हेर्नु नि भिडियोमा त्यो मैले स्किप मात्रै ल्याएको छु हल्का हल्का। यसो यो दृष्टि हेर्नु, यो हेर्नु, यो मलाई लाग्छ यो गोन्डी बम्बईको गोन्डी हुने ठाउँको जस्तो लाग्छ। तलपट्टि युट्युबरपट्टि देखियो नि यो देखियो। यो चाहिँ नि हेर्नु होला राम्रोसँग। हो यस्तो त्यस्ता साथीहरू राम्रोसँग मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, एक लाइक गरिदिनु होला। जो पनि परेसानी छ यताउति जो पनि छ मैले जाने होइन त्यो चिज कमेन्ट बक्समा लेखिदिनु होला यसरी बनाउनु पर्छ भनेर है त। यो ब्रिज हेर्नु कस्तो लाग्छ अझै बन्दैछ। तल पानी छ, माथि ब्रिज सबको छ, साइडमा गाडी, बिचमा पानी, हरियाली हेर्नु। पानी आएको बेलाको हो यो। पानी आएको थियो त्यो हेर्नु यो कस्तो। अझै धेरै पानी बढ्यो भने पुरै पानी जति सब रोडमा आउँछ। यो हेर्नु होला, यो यसरी आउँछ। यो आएपछि हजुरको जति यो पानी भरियो नि अब अझै धेरै भरियो भने हजुरको रोडमा आउँछ पुरै। यो हेर्नु, यो दृष्टि हेर्नु होला। यस्तो साइडमा मान्छे बस्छ नि कस्तो नडराएको होला। पानी भरियो भने पुरै जान्छ नि त। त्यो ड्याम पुरै लगाएको त्यस्तो पुरै प्रकारले लगाएको छैन होला। हेर्नु कस्तो कति छ बस यति अर्कै पनि होइन। अब हेर्नु यो जेसो यो हजुरको नोइडा पुग्न लाग्छ। म नोइडा यो हो हजुरको, यो हो तपाईँको जमुना नदी। दिल्लीबाट युपी र दिल्ली छुट्टिया छ यसले है। ल यो दृष्टि हेर्नु देखाएको छु म, देखाउन कोसिस त गरेँ तर अलिक त्यही त नि अलिक भिड हुन्छ। यो दृश्य हेर्नु यो कति हरियाली छ, पुरै गाउँ एरिया जस्तो छ यतापट्टि। अलि दिल्ली साइडमा अलिकति यो बिल्डिङ हेर्नु कस्तो छ, एकदम पातलो छ कि यो बिल्डिङ। हेर्नु होला एकछिन कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला कस्तो के लाग्छ है। हेर्नु कस्तो दृश्य छ। ओ वाउ मलाई बहुत राम्रो लाग्यो बिल्डिङ एकदम पातलो कि सुरिलो। त्यो हाम्रो नेपालमा बुटो हुनु न त्यस्तै सुरिलो बुटो। पहिला बाबाआमाले भन्थे इन्डियातिर गयो भने ढाका टोपी लाग्यो भने टोपी ढल्छ बिल्डिङ हेर्दाखेरि भन्थे, त्यस्तै सेम। यो अन्त पुरा समुद्रको बाटो जस्तो कि। यो हेर्नु होला, यो दृश्य हेर्नु कस्तो लाग्यो हरियाली। यो